हेलो साथीहरू, सम्पूर्णलाई लाउरे युट्युब च्यानलमा फेरि पनि स्वागत गर्न चाहन्छु। सम्पूर्णमा जय गोर्खा, राम राम, नमस्कार, जय हरि भन्न चाहन्छु। साथीहरू, फेरि पनि एउटा छोटो तर निकै इम्पोर्टेन्ट भिडियो लिएर तपाईँहरूको माझमा उपस्थित भइसकेको छु। साथीहरू, भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला र च्यानलमा तपाईँ नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई यानि कि लाउरे युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गरेर साथ दिनुहोला। साथीहरू, यो भिडियोको तपाईँले पक्कै पनि थम्बनेल हेरेर गेस गरिसक्नु भयो जस्तो लाग्यो किनकि एउटा फौजी भएको नाताले गर्दाखेरि आज म तपाईँहरू जो पनि इन्डियन आर्मीमा या इन्डियामा बसोबास गरिराख्नु भएको छ हाम्रो नेपाली दाजुभाइहरू या नेपालमा छरिएर रहनुभएका हाम्रो भूतपूर्व पेन्सनर्सहरू र उहाँको परिवारहरू हुनुहुन्छ भने तपाईँहरूको लागि एकदमै इम्पोर्टेन्ट भिडियो छ। अहिले तपाईँलाई थाहै छ नेपालको सत्ता परिवर्तन भएसँगै अहिले नेपालको प्रधानमन्त्री पनि चेन्ज भइसकेको छ, परिवर्तन भइसकेको छ र अहिलेको राष्ट्रिय स्वतन्त्र पार्टी सरकार आइसकेको छ। त्यो आएपछि अहिले नेपालको जो पनि बोर्डर एरियामा छ सरकारले जो पनि बाहिर इन्डियाबाट जति पनि सामान जो 100 रुपियाँको भन्दा माथि चाहिँ सामान ओसार पसार गरिने मान्छेलाई चाहिँ त्यही सामान जफत गरिँदैछ र त्यही छोड्नु लाउँदैछ या वापस गर्नु लागिरहेको छ साथीहरू। र यसै सन्दर्भमा धेरै एक्स सर्भिसमेनहरूले पनि कमेन्ट गर्नुभएको थियो कि अहिले सिएसडीको जो पनि फौजी पर्सन छ, जो पनि रिटायरमेन्ट छ, एक्स सर्भिसमेनहरू छ, क्यान्टिन कार्ड हुन्छ हैन, जो पनि नेपालमा हामीले सिएसडी त छैन, त्यसको लागि इन्डियामै आउनु पर्यो बोर्डर क्रस गरेर। बोर्डरको नजिक जस्तै कि नेपालको हैन र इन्डियाको बोर्डर क्रस गरेर चाहिँ जो सिएसडी फेसिलिटी एरियामा आएर हामीले पहिला चाहिँ सामान लान्थ्यौँ है, तपाईँहरूले पनि लानुहुन्थ्यो होला। र अहिले पनि त्यो हैन सिएसडी क्यान्टिन कार्ड त छ, तर इन्डियामा जो सिएसडी डिपो छ या सिएसडी क्यान्टिन छ त्यहाँ आएर हामीले 100 रुपियाँ भन्दा सामान धेरैको लानु पाउँछ कि पाउँदैन, के कस्तो छ भनेर चाहिँ क्वेसनहरू पनि आइराखेको छ। त्यसले गर्दाखेरि चाहिँ म आज तपाईँहरूलाई त्यसकै बारेमा चाहिँ बताउँछु र विशेष गरी जो पनि सर्भिङ पर्सन्सहरू हुनुहुन्छ तपाईँहरू पनि हैन आफ्नो घरको लागि केही सामानहरू सिएसडीबाट लाने गर्थ्यौँ र गरि पनि रहनु भएको थियो। र अहिले चाहिँ के छ त बोर्डरमा हालत, के साँच्चीकै फौजी मान्छेले पनि के हो 100 रुपियाँको भन्दा चाहिँ धेरै सामान लान नपाइने हो त भन्ने विषयमा तपाईँहरूलाई म कुरा गर्न गइरहेको छु र यो छोटो भिडियो बनाइ पनि रहेको छु। खास गरी भिडियोलाई अन्तिमसम्म हेर्नु होला है। म कसरी आइडिया पनि यदि लान दिएन, तपाईँले सामान लान दिएन भने कसरी चाहिँ लान दिन्छ त भन्ने पनि म तपाईँहरूलाई जानकारी दिनेवाला छु। साथीहरू, पक्कै पनि अहिले नेपाल सरकारले जो पनि छ त्यो इन्डिया र नेपालको बोर्डरबाट खास गरी इन्डिया आएर चाहिँ सस्तोमा सामान किनेर नेपाल लाने भित्राउने जो कुरा छ, जति जे पनि हो, चाहे खानपान हो चाहे कुनै पनि चिज हो है, र त्यसमा चाहे लिक्वायर हो, त अहिले चाहिँ बिल्कुलै सख्त मना छ साथीहरू। फौजी मान्छे पनि यतिकै लाइन बन्द भएर चाहिँ त्यहाँ सामान चेकिङ गराउनुपर्छ। अहिले फौजी भन्दैमा पहिला चाहिँ छोडिदिन्थ्यो है, छोडिदिन्थ्यो, तर अहिले पनि त्यस्तो हालत छैन किनकि अहिलेको सरकार परिवर्तन भएको छ र सरकारले फौजी भनेर चाहिँ भाइबन्द गरेर छोड्यो भने के हो, अरूले विरोध गरिहाल्छ। हुनसक्छ अहिले तपाईँको अलिअलि लेनदेनमा पनि हुनसक्छ, तपाईँलाई थाहा छ, मैले त्यो कुरा भनिराख्नु पर्दैन। तर त्यहाँ चाहिँ जो सरकारी कर्मचारी जो अधिकारीहरू, खास गरी सरकारी कर्मचारीको पनि तह हुन्छ नि त, जो अधिकारीहरू छैन भने त्यहाँ तपाईँले मेलमिलापमा यानि कि मेलमिलापमा तपाईँले सामान छिराउन सक्नुहुन्छ या पैसा दिएर हुन्छ, तपाईँले त्यो त सिकाइराख्नु पर्दैन हैन। र यदि
त्यहाँ फेरि पत्रकारहरू पनि होला। अहिले त छपछप्ती युट्युब मिडिया सबै उता हर गली कुनामा पत्रकारहरू धेरै छन् होइन। त्यसले गर्दाखेरि जहाँ चाहिँ मिडियाको पहुँच छैन, जहाँ मिडिया पुग्दैन र तपाईँले त्यहाँ बार्गेनिङ गरेर लान सक्नुभयो, नत्र भने अहिले बिल्कुलै टाइट छ साथीहरू। जति पनि इन्डियाबाट हेरिराख्नुभएका साथीहरू हुनुहुन्छ, दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ भने म आफ्नो आफन्तकोमा जान्छु होइन। हाम्रो नेपाल र इन्डियामा धेरै हाम्रो नेपाली दाजुभाइ आफन्तहरू इष्टमित्रहरू छन् होइन। भेट्न जाँदाखेरि या नेपाल जाँदाखेरि चाहिँ तपाईँले धेरै सामान लगेर नजानु होला है। किनकि 100 रुपियाँको भन्दा सामान जो पनि खानपिनको सामानहरू छ ज्यादा लान दिँदैन तपाईँलाई है। चाहे आफन्त भेट्न जाने भन्नुहोस्, चाहे केही पनि भन्नुहोस्, तपाईँको सामान त्यहीँ खोसाएर लान्छ। तपाईँले मान्नु भएन भने बल जप्ती पनि तपाईँको बल प्रयोग गरेर भए पनि त्यहाँ तपाईँको सामान त्यहीँ खोसिन्छ, लुटिन्छ। त्यसले गर्दाखेरि अहिले जुन सरकारले नियम लागू गरेको छ त्यो कडाका साथ अहिले चाहिँ, किनकि नयाँ छ, त्यसले गर्दाखेरि त्यो कडाका साथ चाहिँ अहिले लागू भइरहेको छ। त्यसले गर्दाखेरि सामान 100 रुपियाँभन्दा धेरैको चाहिँ लान दिँदैन है साथीहरू। मैले त्यो जानकारी दिन चाहन्छु। खास गरी मैले अघि भने कोही फौजी मान्छेहरूले होइन जो मेसेज गर्नुभएको छ, कमेन्ट गर्नुभएको छ कि अहिलेको हालत के छ, सिएसटीको सामान लान पाउँछ कि पाउँदैन भन्ने जुन कुराको जवाब दिनका लागि नै यो भिडियो बनाएको मैले भनिहालेँ। अब यो कुरा त भने होइन, त्यो गेटबाट तपाईँ छिर्दाखेरि त्यहाँ सामान चेकिङ लाइन सबै चेक गर्दाखेरि तपाईँको त्यो कुरा आयो, बिल्कुलै लान दिँदैन है। चाहे एक्स सर्भिसम्यानहरू होस्, चाहे सिएसटी क्यान्टिनबाट सामान किन नहोस्, लान दिँदैन। अब कुरा रह्यो कसरी चाहिँ लान दिन्छ त। अघि मैले भनेको थिएँ नि, त्यसको नि सोलुसन बताउँछु म। तपाईँहरूलाई भनेको थिएँ नि, हो सोलुसन एउटै छ साथीहरू। तपाईँहरूको ग्रुप बनाउनुहोस्, या 1 जना 2 जना 3 जना 4 जना हुनुहुन्छ भने तपाईँले होटलमा कन्ट्याक्ट गर्ने, होटलले गाडी पठाउँछ लिनका लागि है। होटल इक्जाम्पलको लागि बेनी होटल सबैले चिन्नुहुन्छ। जति पनि फौजी मान्छेहरू छन् तपाईँले हेरिराख्नु भएको छ भने तपाईँले बेनी होटल काकरभिट्टाको चिन्नुहुन्छ है। बेनी होटल मात्र नभएर अन्य होटल पनि त्यहाँ स्थानीय काकरभिट्टाको होटलहरू छन्। म चाहिँ स्पेसल्ली पूर्वको कुरा गरिरहेको छु है। हुन त पश्चिमतिरको जुन हाम्रो बोर्डरहरूमा पनि त्यस्तै छ। यो एक ठाउँ मात्र होइन, यो नेपाल अधिराज्यभरिको नेपालको जति पनि सिमानामा आवत जावत हुन्छ त्यहाँको लागि यो नियम एउटै हो। र काकरभिट्टाबाट तपाईँ आवत जावत गर्दै हुनुहुन्छ भने सामान तपाईँको धेरै छ है, तपाईँले सामान लानुपर्ने छ भने तपाईँले होटलको गाडी मगाउने हो, पानी ट्याङ्कीसम्म आइहाल्छ र त्यही गाडीमा चढेर चाहिँ त्यो होटलसम्म तपाईँ जानुपर्ने हुन्छ है। र त्यो बिचमा ड्राइभर र जति पनि त्यो बोर्डरमा चेकिङ पार्टी छ, चेकिङ पार्टीहरूको मिलेमत्वमा तपाईँले छोडिदिन्छ, तपाईँको सामान पनि सुरक्षित जान्छ है साथीहरू। यो चाहिँ खास गरी मैले फौजी मान्छेहरूको लागि है आइडिया दिएको हो। र सिभिलहरू पनि हुनुहुन्छ भने तपाईँले कोही होटलको त्यहाँ चिन्नु भएको छ, बेनी होटलहरू लगायत त्यहाँ छ, होटलसँगै गाडी राखेका छन्, गाडी पठाइदिन्छ। तपाईँ त्यो गाडीमा तपाईँको सामान सट्टै हाल्नुहोस्, बास तपाईँको सामान छिराउनु भयो, पुग्यो तपाईँको। फेरि यो अर्थमा फेरि मैले के हो, गोला बारुद हात हतियार लानु भनेको होइन मैले। फेरि यो चाहिँ जति पनि तपाईँको चाहिने सामान घरियासी सामानहरू छ भने है, फेरि अन्यथा त्यो 2 नम्बरी धन्दा त्यस्तो खालको कुरा मैले गरेको छैन। त्यस्तो चाहिँ नगर्नु होला फेरि, यहीँदेखि म भन्छु। र फौजी मान्छेहरूलाई चाहिँ मैले सल्लाह दिएको, तपाईँहरू काकरभिट्टाबाट यदि इन्डियाबाट नेपाल जान चाहनुहुन्छ, सामान तपाईँको धेरै छ भने तपाईँले त्यही हो आइडिया, होटलको गाडी बोलाउने, तपाईँको गाडीवालाले सब सेटिङ मिलाएर त्यहाँ पुर्याइदिन्छ, तपाईँको सामान चेकिङ हुँदैन। ल यो कुरा चाहिँ मैले फौजी मान्छेहरूलाई बताएको। जति पनि सर्भिङ गरिराख्नु भएको छ उहाँहरूलाई त थाहै छ यो। म पनि कहीँ बार हिँडेको छु है, बेनी होटलको गाडीबाट हिँडेको छु,
त्यसले गर्दाखेरि मैले भनेको त्यहाँ मिलिहाल्छ सब कुरा, नहुने कुरा केही पनि छैन साथीहरू है त। मैले यति नै बताउनु पर्ने थियो, धेरै भिडियो लामो बनाउँदिनँ। फेरि अर्को भिडियोमा तुरुन्तै भेट्ने बाचाका साथ अहिलेलाई भने बिदा हुन चाहन्छु। आई होप तपाईँहरूले जानकारी लिनु नै भयो होला भन्ने मलाई लागेको छ। र फेरि पनि भन्न चाहन्छु, लाउरे युट्युब च्यानललाई सब्सक्राइब गर्न भने नबिर्सन्नु होला भन्दै तपाईँको दिन शुभ बितोस्। अहिलेलाई भने बिदा चाहन्छु। हस् त, जय नेपाल, जय गोर्खा।